हेलो साथीहरू, तपाईहरु के गर्नुहुँदैछ है? आज अहिले पनि फेरि मैले एउटा सानो सर्ट भिडियो लिएर आएको छु। तपाईहरुले सधैँ साथ सपोर्ट दिएर है हेर्दिनु भएकोमा धन्यवाद र यो भिडियो पनि हेर्दिनुहुन्छ होला भनेर म आशा राखेकी छु है। अनि म चाहिँ अहिले कहाँ जाँदैछु भने अन्त यहाँ आफ्नै बारीहरू है घुम्नु आएको। यहाँनिर मकैहरू लगाएको थिएँ, सागसब्जीहरू हेर्नु आएको। हुन त अब टाढो त होइन, नजिकै हो। तर आज चाहिँ म तपाईहरुलाई चाहिँ के देखाउँछु भने चाहिँ मकैको बोट देखाउनेवाला छु साथीहरु तपाईहरुलाई कि यो पालीको मकैको बोट है एकदमै बाँसको लिङ्गो जस्तो भएर गएको छ, अल्गो न अल्गो हो। अब भोलि अस्ति मकै सुकेपछि कसरी मकै भचाउनु पर्ने, यो पाली त 2-3 टुक्रा पारेर चाहिँ मकै भचाउनु पर्ला जस्तो भइरहेछ। तपाईहरुकोतिर पनि यतिकै मकै चाहिँ अल्गो छ कि मेरोमा मात्रै हो? हेर्नुस् ल मकै, हेर्नुस् ल साथीहरु, यो चाहिँ मकै हो। कम्ती अल्गो गएको छैन हो, कम्ती अल्गो गएको छैन यी मकैहरू चाहिँ यस्तो। अब यो क्यामेरामा चाहिँ अलिकति होचो होचै नै देख्दैछ कि यो पाली चाहिँ साह्रै नै मकै चाहिँ बेसी हौसेर चाहिँ बोट आएछ र चाहिँ यो पाली चाहिँ किराले खाएकोले गर्दाखेरि यति साह्रो हुँदैन होला जस्तो चाहिँ लागेको थियो कि, तर बोट मजाले आयो हो। फल्नु पनि अब यतिको चाहिँ अब घोगाहरू लागेको छ। तपाईहरुकोतिर पनि यतिकै अल्गो छ कि होचोमै छ कि? हुन्छ यो लोकल मकैहरू है, यो हाइब्रिड चाहिँ होइन कि, लोकल मकै हो। हाइब्रिड भने चाहिँ हाइब्रिडहरू त अब अलिक पुड्कोमा नै फलिहाल्छ, यो चाहिँ लोकल हो। हेर्नुस् ल, म यतिको छु हो, मकै यतिको छु हो म। अल्गो त अब कति माथि अल्गो छ नि, हेर्नुहोस् न। यति चाहिँ म सँगसँगैको चाहिँ यति चाहिँ छ। यहाँदेखि चाहिँ मकैको घोगा माथि कहाँनिर छ, त्यहाँदेखि उकालो टुप्प। योपालि चाहिँ अब मकै भाँच्नु चाहिँ पुरै हामीलाई साह्रो पर्ने रहेछ। सिँडी लिएर आउँ भने पनि अब सिँडी त मकैको बोटले थाम्नु पनि पर्यो हो। अब चाहिँ 2-3 टुक्रा पारेर चाहिँ योपालि चाहिँ मकै चाहिँ बचाउनु पर्ने रहेछ हौ साथीहरु। हेर्नुहोस् है, यस्तो अल्गो चाहिँ छ नि यहाँनिर अर्को बोटमा आएको। यहाँदेखि सिधा हेर्नुहोस् ल, मलाई हेरेर सिधा अब मकै हेर्नुहोस् ल। आम्मामा, मकैको बोट चाहिँ कहाँ पुगेको छ नि, स्वर्ग जाने सिँडी जत्तिकै भएको छ नि मकैको बोट हो। तपाईहरुकोतिर पनि त्यतिकै हो कि यस्तो छैन हौ तपाईहरुकोतिर? चाहिँ बारीहरू घुम्नु आएको, साह्रै नै बेसी अल्गो मकैहरू भएर। अब यो मकै पनि पुरा हामीले याद गर्नुपर्छ नि हो, बाँदर लाग्छ हो। अहिलेसम्म चाहिँ बाँदर चाहिँ आएको छैन। अस्तिको महिनातिर चाहिँ 1-2 पल्ट चाहिँ आयो, तर बाँदरले केही बिगारहरू गर्नु पाएन हो। आजको मेरो सर्ट भिडियोमा अब मेरो मकै बारीहरू देखाएर है तपाईहरुलाई देखाएँ। तपाईहरुले हेरिदिनु भएकोमा धन्यवाद।